आज म बौद्धमा रहेको रेस्टुरेन्ट 99 मासु भातमा आइसकेको छु साथीहरू। बुधबार आउनुभयो भने चाहिँ 99 पाउनुहुन्छ। अरू दिन आयो भने चाहिँ 199 पर्छ मासु भातको। मासु भात 99 रुपियाँ। हेलो नमस्कार साथीहरू। अहिले म बौद्धको मासु भात भन्ने रेस्टुरेन्टमा आइसकेको छु। यहाँ चाहिँ बुधबार 100 रुपियाँमा मासु भात पाउँदो रहेछ। अरू दिन आयो भने चाहिँ मासु भात 200 लिन्छ। बुधबार मात्रै 100 रुपियाँ। यहाँ हेर्न सक्नुहुन्छ म रेस्टुरेन्टमा आइपुगेको छु। रेस्टुरेन्ट माथि रहेको छ साथीहरू। अब म गएर देखाउन चाहेँ है त। बुधबार 100 रुपियाँ मासु भात, अरू दिन आयो भने चाहिँ 200 है त। यहाँ खाजा पनि सस्तो रहेछ। म मेनु गएर देखाउन चाहेँ है त साथीहरू। यहाँ नजिक यहाँ टप फ्लोरमा रहेको छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है त साथीहरू। यही हो है त साथीहरू, 99 रुपियाँ मासु भात पाउने ठाउँ। अब म माथि गएर देखाउन चाहेँ त। यो हो है त, माथिल्लो फ्लोरमा रहेको छ रेस्टुरेन्ट। र यहाँ हेर्न सक्नुहुन्छ कति धेरैजनाले खाइरहेको छ खाना। यो चाहिँ काउन्टर रहेको छ। र यहाँ बिल हेर्न सक्नुहुन्छ। पानीको 9 रुपियाँ, चियाको 39, लस्सीको 49, ब्रेकफास्टमा अन्डा रोटी तरकारीको 49, आलु पकौडा 79, जुजुजो 79, भेज भात तरकारी 129, मासु भात 199, बुधबार विशेष रु 99। बुधबार आउनुभयो भने चाहिँ 99 मासु भात पाउन सक्नुहुन्छ। अरू दिन आयो भने चाहिँ 200 है त साथीहरू, 199। मेनु भनेको यही हो है त। यहाँको मेनु यति मात्र रहेछ। यो हेर्न सक्नुहुन्छ ठुलो होल हो। कति धेरै मान्छे मासु भात खाइरहेको छ। यो चाहिँ हेलमेट राख्ने ठाउँ। यसको ठ्याक्कै अपोजिटमा बौद्धनाथ स्तूपा रहेको छ। हेर्न सक्नुहुन्छ। र यही हो है त साथीहरू, ठुलो हल रहेको छ। र अगाडि त्यहाँ किचन रहेको छ, सबभन्दा अगाडि।